के तपाईले कहिल्यै सोच्नु भएको छ कुनै मानिस उज्यालो दिउँसोको समयमा जंगल पसेर कहिल्यै फर्किएन भने त्यसको कारण के हुन सक्छ? यो कुनै फिल्मको दृश्य होइन, यो कुनै काल्पनिक कथा पनि होइन। यो कहानी हो नेपालकै सिन्धुली जिल्लामा रहेको कोलेश्वर जंगलको, जुन आज पनि एउटा अनसोल्भ रहस्य बनेर बाँचेको छ। सिन्धुली नेपालका मध्य पहाडी क्षेत्रहरूमध्ये एक, ऐतिहासिक युद्ध, सांस्कृतिक गाथा र प्राकृतिक सौन्दर्यले भरिपूर्ण। तर यही शान्त भूमिमा एक यस्तो स्थान छ जहाँ शान्ति शब्द आफै हराएको छ। कोलेश्वर जंगल सिन्धुलीको उत्तर पूर्वी भागमा फैलिएको एक घना जंगल। कागजमा यो सामान्य वन क्षेत्र हो, तर स्थानीयको आँखामा यो वन कुनै साधारण ठाउँ होइन। विक्रम सम्वत 2058 साल एकजना स्थानीय गाईवाला जंगलतर्फ गएका थिए, तर उनी राति फर्किएनन्। दोस्रो दिन गाउँबाट 30 जना मानिसहरूको टोली बनाइयो र उनीहरू सबैजना खोजीमा गए। स्थानीय वृद्ध नेत्रबहादुर भन्ने एकजनाको स्टेटमेन्ट यस प्रकार रहेको छ: हामी सबैजना गएका थियौं, झन्डै 3 घण्टा गहिरो पसेका थियौं, अनि 2 जना त सिधै हराए, कुनै आवाज पनि आएन। पछिल्लो पटक तिनीहरूलाई देखिएको ठाउँसम्म पुगेपछि खोजी बन्द गर्नु पर्यो। न सब भेटियो, न कपडा, न मोबाइल, न पाइलाको कुनै चिन्ह। यहाँका स्थानीयहरू भन्छन् यो जंगल बोलाउँछ। 70 वर्षीय अम्बिका देवी, जसको छोरा पनि 2069 सालमा हराएका थिए, उनी भन्छन् कहिले एक आवाज आउँछ जंगलभित्रबाट, कहिले कसैले पुकारे जस्तो लाग्छ। केहीले त यस्तो पनि दाबी गर्छन् जंगलभित्र एक आत्मा बस्छ जसले मानिसलाई गुमराह पार्छ। कहिले कोही बच्चाको हाँसो सुनिन्छ, कहिले कोही सास फेरे जस्तो आवाज आउँछ। के यो जंगलको भौगोलिक बनावट यस्तो हो जहाँ मानिस दिशा हराउँछन्? के यो कुनै चुहावट वा भूमिगत गुफाहरूको जाल हो? कतै जंगलभित्र प्राकृतिक सिंहको होल त छैन जहाँ मानिस एकपटक खस्दा कहिल्यै देखिँदैनन्? हामीसँग कुनै वैज्ञानिक रिपोर्ट छैन, न त कुनै औपचारिक अनुसन्धान भएको छ। तर विशेषज्ञहरू भन्छन् नेपालका धेरै मध्य पहाडी वनहरूमा जीपीएस काम गर्दैन, कम्पास हराउँछ, दिशा निर्धारण गर्न गाह्रो हुन्छ। त्यो स्थिति कोलेश्वरमा कति खतरनाक होला? के यो जंगल साँच्चै अलौकिक शक्ति भएको ठाउँ हो, वा यो केवल प्राकृतिक रहस्य हो जुन बुझ्न बाँकी छ? केही जनाले त यहाँ गोप्य धार्मिक अनुष्ठानहरू, तान्त्रिक चक्र चल्ने गरेको पनि दाबी गर्छन्, तर राज्यको ध्यान यहाँ कहिल्यै पुगेको छैन। आज पनि यदि तपाईँ कोलेश्वर पुग्नुहुन्छ भने तपाईलाई मानिसहरू सजग बनाउँछन् जंगल हेर्नु, तर गहिरो नगई फर्किनु, किनभने जंगल बोलाउँछ अनि हराउँछ। यो कथालाई तपाईँ मिथक भन्न सक्नुहुन्छ, तर यहाँका बासिन्दाहरूका लागि यो जीवित अनुभव हो। के तपाईलाई यो कथा रहस्यमय लाग्यो? के यो विज्ञानले एक दिन उत्तर दिनेछ, वा यो सधैँका लागि अनसोल्भ प्रश्न रहनेछ? तपाईँ के सोच्नुहुन्छ? यो वैज्ञानिक रहस्य हो कि अलौकिक शक्ति? लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला र कमेन्टमा आफ्नो विचार लेख्नुहोला। अब आउनेछौँ अर्को एपिसोडमा।